हामी फ्याक्टै भनिदिइहाल्छौँ नि, तेरो त सम्बन्ध कोहीसँग राम्रै हुँदैन, टिक्दै टिक्दैन तेरो साथीहरू, त मासमा गएर बोल्नै सक्दैनस्, आफ्नो ओपिनियन राख्नै सक्दैनस्, वान टु वान बोल्दाखेरि त राम्रै बोलिरहेको हुन्छस् त। यी यावत कुराहरू जो अलिकति एबनर्मल छ, उसले कहिलेकाहीँ एबनर्मल बिहेभियर देखाउँछ भने त्यो व्यक्तिलाई भनिदिइहाल्छौँ। बिचरा उसलाई पनि थाहा हुँदैन के भइरहेको भनेर, ऊ हुर्किँदै गर्दाखेरि उसको आफ्नो मानवीय प्रकृति नै त्यस्तै होला, उसको डिएनएमै छैन होला यो सब कुराहरू भन्ने उसले एक्सेप्ट गरेको हुन्छ। तर बुझ्नुपर्ने कुरा के हो भने, जब एउटा परिवारमा एकदमै धेरै कन्फ्लिक्ट हुन्छ, त्यो कन्फ्लिक्ट जुनसुकै कारणले होस्, अब जोइन्ट फ्यामिलीमा हुनुहुन्छ भने त कारणै चाहिँदैन, धेरैजनाको विचारहरूमा एकरूपता आउँदैन अनि कन्फ्लिक्ट अराइज हुन्छ। अब सानो फ्यामिलीमा हुनुहुन्छ भने पनि श्रीमान श्रीमती बिच कुरा मिलिरहेको छैन भने त्यो कुरा नमिल्नेको तरिकाहरू केमा ट्रान्सफर हुँदैछ त? तपाईँहरूको रिसमा हुँदैछ कि होइन, तपाईँहरू बोल्ने आवाजमा हुँदैछ कि बच्चाहरूलाई गर्ने ट्रिटमा हुँदैछ कि, त्यो कुराले चाहिँ असाध्यै धेरै फरक बच्चालाई परिरहेको हुन्छ। तपाईँहरू फिजिकली उसको अगाडि भइदिए पनि जब एउटा बच्चाले इमोसनल सपोर्ट पाउँदैन, पछि भविष्यमा गइसकेपछि चाहिँ उसलाई धेरै कुराहरूसँग त्यो इमोसनली ट्याकल गर्नुपर्ने हुन्छ। जस्तो कसैको त कस्तो पनि देखेको छु भने मैले, घरमा असाध्यै झगडा भइराख्ने जहिले पनि, श्रीमानले श्रीमतीलाई असाध्यै धेरै कुट्ने पिट्ने, एक्स्ट्रा मराइटल अफेयर पनि छ भनेपछि एकदम धेरै कलह झगडा भयो नि त, त्यस्तो वातावरणमा हुर्केको बच्चा पछि गएर कोही मान्छे बेसरी कराइरहेछ, ऊ चाहिँ नेचुरली नै उसको हाई पिच हो उसको त्यो ट्युनको भन्ने चाहिँ, त्यो टोनको भने त्यसमा पनि डराउने खालको, एन्जाइटी हुने खालको, उसँग कहिले पनि घुलमिल गर्न नसक्ने खालको देखिरहेको हुन्छ। भनेपछि तपाईँ सानो बच्चा हुँदाखेरि ठुलो स्वरमा बोल्दाखेरि त उसलाई पर्ने इम्प्याक्ट यति धेरै रहेछ भने तपाईँहरूले गर्ने उसलाई माया अथवा केयरको जुन तरिका छ त्यो तरिका गलत भइदियो भने त धेरै कुराहरूमा उसले पछि गएर जुझ्नुपर्ने हुन्छ। सो जहाँ पनि हुनुहुन्छ तपाईँहरू, विवाह गरिसक्नु भएको छ अथवा तपाईँको बच्चा छ भने सकेसम्म तपाईँको झगडालाई चाहिँ बन्द कोठामा सीमित राखिदिनुहोस्, सक्नुहुन्छ भने। यदि त्यो पनि सक्नुहुन्न भने बच्चाको उपस्थितिमा तपाईँको झगडालाई नखुल्याइदिनुहोस्, किनभने बच्चा असाध्यै सेन्सिटिभ हुन्छन्। उनीहरूको त्यो सेन्सिटिभिटी, भल्नरेबिलिटी कुन तहमा गएर कसरी देखिन्छ भन्ने कुरा हामीलाई थाहा नै हुँदैन।